अब आज चाहिँ हामी नेटवर्क थ्योरम पढ्दैछौँ। नेटवर्क थ्योरम्समा धेरै लेन्दी च्याप्टर हो यो, धेरै थ्योरम्सहरू पढ्छौँ। अहिलेलाई चाहिँ हामी मेश एनालाइसिस र नोड एनालाइसिस पढ्न गइरहेको छौँ। मेश एनालाइसिस र नोड एनालाइसिस। मेश र लुपमा के डिफरेन्स छ यहाँ सुनौ। फर्स्टमा मेश र लुप केलाई भन्ने त्यो बुझिराख्नु यहाँ सुन्ने। हेर त यहाँबाट मैले सुरु गरी यो तल आइ यसरी आइ त्यसपछि यहाँ यो लुप हो र इन्डिभिजुअल लुपलाई मेश पनि भनिन्छ। सिमिलरली जहाँबाट सुरु गरी मैले लास्टमा त्यही आइपुगी इन्डिभिजुअल लुप हो, यो लुप हो र इन्डिभिजुअल लुपलाई मेश पनि भनिन्छ। यो सेकेन्ड मेश भयो। त्यसपछि यहाँ हेर, यहाँबाट सुरु गरी यहाँ आई यसरी आई र लास्टमा यहाँ आएर इन्ड भयो। यो लुप हो र इन्डिभिजुअल भएकोले मेश पनि भयो। दुईटाको डिफरेन्स के अब हेर, अब थाहा पाउँछु के। यसरी गई म दुईटालाई लिएँ नि, यो इन्डिभिजुअल लुप चाहिँ लुप मात्र भयो के, इन्डिभिजुअल लुप भएन, मेश भएन के, दुईटालाई लियो भने। सिमिलरली यो दुईटालाई लिएर लुप बनायो भने जहाँदेखि आजौ त्यही जाएर इन्ड गर्यो भने यो पनि लुप भयो, मेश चाहिँ भएन के। सिमिलरली तिमीले यहाँबाट केबिएल लाउन थाल्यो, लास्टसम्म गयो र फेरि त्यही आइपुग्यो, यो पनि लुप भयो, मेश चाहिँ भएन। ल एकजनालाई सोधेँ मैले, लुप र मेशको डिफरेन्स थाहा पायो? जुन इन्डिभिजुअल लुप हुन्छ नि त्यसलाई के भन्ने, मेश। र लुप चाहिँ दुईटा एउटा जस्तो नि हुन सक्छ, दुईटा मिलाएर एउटा, तीनटा मिलाएर एउटा। लास्टबाट बुझ्यो कि फेरि भनिदिनु पर्छ? बुझ्यो सर। ल सुन, इन्डिभिजुअल हेर त, जहाँबाट सुरु गरी त्यही आइपुग्यो, यो लुप हो, मेश पनि हो के भइरहला। हेर त तिमीमा नेक्स्ट भएर होला। नेक्स्टमा सुन, तिमी काटेर आयो भने फेरि सुनिन्छ होला के, बुझ्छ होला। यो चाहिँ लुप पनि हो र मेश पनि हो, इन्डिभिजुअल लुप। यो पनि जहाँबाट सुरु गरी त्यही आइपुग्यो, यो लुप पनि हो र मेश पनि हो। तर दुईटालाई लिएकै ठुलो बनाइरहेको छु, यो लुप मात्र हो, मेश होइन। त्यस्तै केबिएल मैले यो ठुलोमा लगाइरहेको छु, यो लुप मात्र भयो, मेश होइन। किन? इन्डिभिजुअल लुप होइन, इन्डिभिजुअल लुपको नाम मेश हो। तिमीलाई कुनै बेला केबिएल लाउन मन लाग्यो भने यो तिनटैमा जान सक्छु एकैचोटिमा, यो लुप भयो, इन्डिभिजुअल भएन, त्यही भएर मेश भयो। Every mesh is a loop. Loop is not a mesh. के भन्ने हो भन त? Every mesh is a loop. Every loop is not a mesh. शायद त्यही त रहेछ। मेश हुनलाई लुप हुनै पर्छ, मेश हुनलाई लुप हुनै पर्छ, तर सबै लुप चाहिँ मेश हुँदैन। इन्डिभिजुअल लुपको नाम के हुने भयो, मेश। ल भेरी गुड एन्सर। नेक्स्टमा अब हेरौँ, थ्योरीमा गइम, त्यो डिफरेन्स मात्र भन्ने। ल आजको टपिक चाहिँ मेश एनालाइसिस या लुप एनालाइसिस। र तिमीहरूलाई थाहा छ कुनै क्लोज लुपमा, कुनै मेशमा किर्चफ्सको भोल्टेज ल केभिएल अप्लाई गरिन्छ। तिमीहरूले क्वेसन सल्भ गर्ने बेलामा फर्स्टमा कतिवटा नम्बर अफ लुप छ त्यो पत्ता लगाउने। जस्तै अघिको फिगरमा मैले भने कतिवटा मेश छ, मेश भन्दा राम्रो के, कतिवटा मेश छ, बुकले लुप लेखेर छन् तर मेश भन्दा राम्रो। कतिवटा मेश छ, तीनटा मेश थाहा पायो। लुप त 5-6वटा छ, मैले यसो हेर्दा 1 1 2 3 6वटा छ। भेरी गुड। तर मेश चाहिँ 3टा मात्र छ। कतिवटा मेश छ त्यो पत्ता लगाउने फर्स्ट स्टेपमा 3टा तिमीले थाहा पायो। त्यसपछि 3टैमा करेन्ट असाइन गरिदिने। तिमीले सकेसम्म असाइन गर्न पाइरहेको छौ भने अलवेज एउटै डिरेक्सन सपोज गर्ने, क्लकवाइज। I2 पनि क्लकवाइज, I3 पनि क्लकवाइज। के भने फर्स्ट रुलमा सिम्पल केबिएल लेखिएला। किन? यो चाहिँ क्लोज लुपको कुरा गर्दैछ, किर्चफ्स भोल्टेज ल अप्लाई गरिन्छ के। त्यसपछि नेक्स्टमा कतिवटा क्लोज लुप भयो त्यो पत्ता लगाउने, कतिवटा मेश भयो त्यो पत्ता लगाउने। सेकेन्ड स्टेप, जतिवटा मेश तिमीले थाहा पायो नि, 3टा थाहा पायो भने 3टैमा I1 I2 र I3 एउटै डिरेक्सनमा लेखिदिने, जतिवटा न्युमेरिकल गर्छौ जम्मैको लागि। त्यसपछि तिमीले चेक गर्ने कि जति नि सोर्सेस छ कि मेरो भोल्टेज सोर्स मात्र हो त। हेरौँ त, भोल्टेज सोर्स यहाँ पनि चेक गरी, 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 भोल्टेज सोर्स।
हो जति नै सोर्सेस छ त्यो भोल्टेज सोर्स मात्र छ एक्स्ट्रामा करेन्ट सोर्स छ भने नेक्स्ट क्लासमा बुझ्यौ आज चाहिँ त्यो एन्सर आएन जति नै सोर्स छ त्यो जम्मै भोल्टेज सोर्स छ भने तिमीले के भन्यौ सर यो सजिलो भइदियो किन मैले केभीएल नै लेख्न खोजिरहेको छु किर्चफ भोल्टेज ल नै लेख्न खोजिरहेको छु र भोल्टेज सोर्स नै गिभन छ भने नो प्रब्लम म डाइरेक्ट केभीएल लेख्न थाल्छु सबैले सुन मैले के अहिलेसम्म भनिरहेको थिएँ मेस एनालाइसिसमा टोटल नम्बर अफ मेस कति रहेछ त्यो पत्ता लगाउने लाग्यो तिनटैमा एउटै डिरेक्सनमा करेन्ट असाइन गर्ने गर्यो I1 I2 I3 त्यसपछि सोर्स चेक गर्ने फर्स्ट केसमा के पायो तिमीले केस फर्स्ट यस्तो फर्स्टमा जति नै सोर्सेस छ भोल्टेज सोर्स छ त्यही भएर यहाँ कन्भर्जनको कुरा केही पनि अहिले मैले भनिनँ किन तिमीले के भन्यौ सर म केभीएल लेख्न खोजिरहेको छु र भोल्टेज सोर्स नै छ भने सायद प्रब्लम हुँदैन होला म डाइरेक्ट केभीएल अप्लाई गर्न थाल्छु त्यसपछि केभीएल अप्लाई गर्ने बेलामा सबैले बुझिराख एउटै लाइन भन्छु रेसिस्टर एक्रस अलवेज माइनस साइन लेख किन रेसिस्टरले पावर लस गराउँछ भोल्टेज ड्रप गराउँछ साइन माइनस लेख्ने र भोल्टेज सोर्सको लास्टली कहाँ एक लाइन सबले सम्झिराख त केभीएल अप्लाई गर्ने बेलामा रेसिस्टर एक्रस अलवेज कुन साइन लेख्ने माइनस किन भन्दा नि सर त्यो रेसिस्टरकै कारणले फ्रिजमा नि रेसिस्टेन्स हुन्छ फ्यानमा नि रेजिस्टेन्स हुन्छ त्यही भएर बिजुली बिल तिर्नु पर्ने हुन्छ के त्यसले भोल्टेज ड्रप गराउँछ लस गराउँछ त्यसकै बिल उत्पादनले पैसा दिने हो के सुन्न चाहन्छ रेसिस्टर एक्रस अलवेज साइन माइनस लेख्ने र भोल्टेज सोर्सको लास्टली कहाँ लेख सबैले अप्लाइङ केभीएल लेख तलमा ल तल नलेख पहिला क्वेसन सार म एक्सप्लेन गरिदिएको है तिमीले क्वेसन सार्न सारे नै छैन भने थाहा पाइन मैले लेख त क्वेसन सार पर्छ ल अलि फास्ट एउटा क्लास इफेक्टिभली जाओस् भन्नाले अलि फास्ट सार्ने र सारेर मेन्सन पनि गर्ने यो क्लास अलि इन्टरेक्टिभ छ भन्ने सर सारिसक्यौँ सार्ने काम फास्ट गर्ने धेरै टाइम वेस्ट गर्नु पर्दैन सर त्यो 30 भोल्टको पोजिटिभ टर्मिनल माथिपट्टि हो कि तलपट्टि हो माथिपट्टि हो त्यो अलिक ठुलो छ माथिपट्टि छ ल अब एकजनाले बोलाइ मैले के सोध्दैछु सबले सुन्ने है नभए पछि बुझिएन भनेर तिमीले सार्न सकेनौ केही प्रब्लम छैन तर बुझ्न सकेनौ भने नेक्स्ट क्लासमा नि प्रब्लम हुन्छ बुझ्यौ त्यही भएर बढी भन्दा बढी बुझ्ने काम गर्ने ल मैले अहिले आयुष लुइटेललाई अन गर त माइक भनेर भने छिटो गर आयुष लुइटेल क्वेशन चाहिँ देखाइदिराख्नु न ल त्यो सोधौला त्यो पहिला क्वेशन सार्न भ्यायो लेख्न भ्यायो त्यो स्क्रिनमै देखाइदिराख्नु न हजुरले हामीले गर्दैछौँ स्क्रिनमा देखाइरहेको छु त यहाँ सुन्न पहिला यहाँ सुन्दै गर्ने अहिले नै तिमीले त्यो स्टेजमा गएको छैनौ आफै गर्ने ठिक छ या तिमीलाई थाहा नै होला थाहा छैन यहाँ सुन तिमीले सार्न भ्यायो कोसँग म कुरा गर्दै थिएँ लुइटेल यस सर त्यो असाइन गर्दैछु भ्यालु I1 I2 I3 छिटो असाइन गर भयो सर तल लेख अप्लाइङ केभीएल इन मेस फर्स्ट र के भने थिए भन अहिले फेरि सुन क्लकवाइज लिइरहेको छु भने अलवेज टपबाट आउने टपबाट आउँदा पहिला के भेटायो त्यो भन फर्स्टमा पहिला टपबाट भन्दाखेरि 5 भेटाए माइनस लेख्ने कि प्लस लेख्ने माइनस लेख्ने किन रेसिस्टर एक्रस अलवेज के भनेछु माइनस साइन लेख -5 इन्टु भोल्टेज लेख्नु छ के -5 इन्टु करेन्ट कति गइरहेको छ भन करेन्ट गइरहेको छ I1 भेरी गुड लेख -5 इन्टु I1 त्यसपछि तिमी कता आउने भयो भन तलपट्टि 3 ओम तिर 3 माने के लेख्छौ कन्फ्युजन नभइकन के लेख्दिन्छौ भन माइनस कि प्लस माइनस 3 टाइम्स I1 - I2 हुन्छ
भेरी गुड। तिमीले चाहिँ योभन्दा प्रिभियसमा +2 मा राम्ररी पढेछौ। अरूले सुन है, यहाँ सुन। तिमीलाई थाहा छ, अरू कसैलाई थाहा नहुन नि सक्छ। यहाँ सुन, सबैलाई मैले यहाँ भने। ल तिमीले नै भन, तिमीले ठिक भनेछौ तर बुझेर यहाँ पढ। I1 तिमी क्लकवाइज लिइरहेछौ भने अलवेज टपबाट आउने। टपबाट आउँदा तिमी यहाँ चाहिँ आउँदा सुन यसरी आइरहेछौ, यसरी आयो। 3 ओममा I1 तल गइरहेछ कि माथि त्यो भन। तिमीले ठिक भनेथ्यौ, तैनी सबैले बुझाउनुले भने I1 तल तल गइरहेछ। भेरी गुड। I2 लाई फेरि टपबाट आउने। टपबाट आइ यहाँ हेर, टपबाट आइ बिस्तारै आइरहेको छु कि तिमीहरू सुरुमा मिस्टेक नगर भनेर बिस्तारै आउने। यहाँ सुन्न, पहिला सबैले सिकाऊ। यहाँ आयो, त्यसपछि 3 ओममा माथितिर गयो। ल एन्सर पनि भनिदिएँ मैले। I2 कहाँ गइरहेछ भन त? टपबाट आउँदा बिस्तारै कहाँ गइरहेछ भन? माथि कि तल? I2 3 तिर माथि गइरहेछ। माथि गइरहेछ। के दुईटा करेन्टको डिरेक्सन सेम छ त? छैन। छैन भने घटाउने। सबैले सुनिराख। करेन्टको डिरेक्सन सेम भयो भने जोडिन्छ, डिफरेन्ट भयो भने घटाइन्छ। तर तिमीले के भन्ने आउँछ मलाई अझै कन्फ्युजन छ। घटाउने त थाहा पाइ, तर I1 बाट घटाउनु पर्यो। I1 - I2 कि I2 - I1? त्यसको लागि रुलले के भन्छ? अहिले तिमी जुन लुपमा छौ नि त्यो लुप करेन्ट ठुलो भन्ने। तिमीले ठिक भनिरहेको थियौ, तैनी मैले अरूलाई नै सिकाइदिएँ। -3 I1 - I2। I1 किन ठुलो लिएँ? किन भन्दा नि लुप फर्स्टमा छु। बुझ्यौ त? ठिक छ। त्यसपछि भन त, डिटेल तिमीले नै भन्छौ। त्यसरी आउँदा भोल्टेज सोर्सको लास्टली कहाँ पुगिरहेछौ? 5 तिर पुगिरहेछु। लास्टली साइन पनि भन के। अब -5 + 20 हुन्छ। -5 + 20 भेरी गुड इक्वल 0। यसलाई इक्वेसनको फर्मेटमा लेख त। समथिङ I1 समथिङ I2 समथिङ I3 कन्स्टेन्टलाई इक्वल पछाडि। ल गर, ठिक छ, तिमीले एकदमै राइट भन्यौ। अब तिमीलाई हैन अर्कोलाई सोध्छु। त्यसपछि नेक्स्टमा समथिङ I1 समथिङ I2 समथिङ I3 इक्वल्स 15 हैन। ल एकजना अर्कोलाई बोलाउँदैछु। नेक्स्टमा अब विकास अधिकारी माइक अन गर त। हजुर सर। इक्वेसन फर्स्ट आयो नि त, पहिला त्यो भन। इक्वेसन फर्स्ट आयो सर 8I1 - 3I2 = 15। भेरी गुड। तल लेख त आफ्नो कपीमा अप्लाइङ केवीएल इन मेश सेकेन्ड। अप्लाइङ केवीएल इन मेश सेकेन्ड। तिमीले नै भन एन्सर के भन्छौ भन। भन त। टपबाट आउने। क्लकवाइज लिइरहेछ भने टपबाट, एन्टी क्लकवाइज लिइरहेछ भने बटमबाट। ल टपबाट आउ त विकास, भन पहिला। ल सायद विकासले भनिरह होला, उसकोबाट मेरोमा साउन्ड आएन। विकासले भनिरहेछ तर मैले सुन्न पाएन। लेक्सन माइक अफ गर, तिमी ठिकै भन्थ्यौ होला। नेक्स्टमा अब क्रिस्टल खनाल, तिमीले माइक अन गर। ल क्रिस्टल खनाल, तिमीले सेकेन्डमा भन त। टपबाट आउनु पर्यो हैन र, मिस्टेक गर्नु छैन भने। हजुर। ल के लेख्छौ भन, ठिक छिटो भन्न थाल्नु। बुझिसक्यो के रे 4I2 प्लस हैन प्लस माइनस भनेन भने त बिग्रियो नि। 4I2 हैन, मिस्टेक गर्यो त। मिस्टेक भयो। मिस्टेक गर्यो त। कसले सुनेन अघिदेखि? भर्खर आउँदै हो? अलिक कन्फ्युज भयो सर, त्यही भएर। कन्फ्युज हुनै पर्दैन, कन्फ्युज हुने कुरै गरेको छैन मैले। त्योभन्दा सजिलो कुनै उपाय छैन, बुझ्यौ? त्योभन्दा सजिलो भाषै छैन के, जति सजिलो मैले यहाँ कुरा गरिरहेको छु। ल पढ्न जोशीले कसरी बुझिसके हेर, उसले भन्छ। पढ्न माइक अन गर त। यस सर। ल भन त, केवीएल लाउ त टपबाट। -4I2। ल किन माइनस लेख्यो साथीलाई भन त। त्यो रेजिस्टेन्स छ, सो रेजिस्टेन्सको अक्रसमा माइनस लिनुपर्छ। किन लेख्नुपर्छ? रेसिस्टर एक्रस तिम्रो साथीले के भन्दैछ, पढ्नले माइनस लेख्नै पर्छ। किन भन्दै तँलाई? भोल्टेज ड्रप हुनु हुनाले। त्यसले लस गराउँछ, पैसा तिर्न लाउँछ के। जति नै यहाँ तिमीले युज गरिरहेछौ नि, बल्ब युज गरिरहेछौ, फ्यान युज गरिरहेछौ, जम्मा रेसिस्टेन्स छ, त्यसले पावर कन्ज्युम गर्छ, भोल्टेज ड्रप गराउँछ। त्यही भएर हामीले पैसा तिर्नु पर्ने हुन्छ के। भेरी गुड। -4I2 त्यसपछि
+5 volt. भेरी गुड त्यसपछि त्यसपछि -2 times I2 minus I3. भेरी गुड ल सुन तिमी सेकेन्ड लुपमा छौ तिमीबाट सेकेन्ड लुपको करेन्टलाई ठुलो मान्यौ I2 हेर जसले अघि बुझ्न पाएको थिएनौ I2 तल गइरहेछ हो जसको राम्रो प्र्याक्टिस छैन उसले हेर यहाँ टपबाट आउनु पर्छ के हेर म कति मलाई थाहा भयो नि म हतार गरिरहेको छैन के मलाई सबै एन्सर थाहा छ डाइरेक्ट के प्लस हुन्छ कि माइनस हुन्छ तर तै नि म कता I3 माथि गयो कि तल गयो भन त I3 माथि गइरहेछ सर I2 तल आइरहेछ I3 चाहिँ माथि गइरहेछ हो I2 माइनस I3 गर्ने करेन्ट डिफरेन्ट डिरेक्सनमा भयो भने जोडिन्छ त्यसपछि अब फेरि +5 volt. भेरी गुड त्यसपछि फेरि +5 volt. भेरी गुड त्यसपछि अब -3 times I2 minus I1. भेरी गुड जे भन्यो कम्प्लिटली राइट छ सबैले ट्राई गर सेकेन्ड इक्वेसन नि बनाऊ सबैले ट्राई गर एकचोटि क्वेसन देखाइदिनु त सर +5 volt पछि फेरि अब त्यो लास्टको 3 ohm रेसिस्टरलाई के गर्ने रे त्यो चाहिँ हल्का कन्फ्युज भयो कुनलाई सेकेन्ड मेसमा -4I2 +5 त्यसपछि 3 ओम रेसिस्टेन्स माइनसै लेख्छु हैन र -3 इन्टु करेन्ट के लेख्ने हैन तिमीले I2 माथि गइरहेछ I1 तल आइरहेछ दुईटा डिफरेन्ट डिरेक्सनमा छ अहिले कुन लुपमा छौ डिफरेन्ट लुपमा छ घट्नु पर्छ सेकेन्ड लुपमा छ भने I2 लाई ठुलो मान I2 minus I1 हो -3 इन्टु I2 minus I1 बुझ्छौ हजुर सर थ्यांक यू कसैकोमा नेट प्रब्लम भएर के भएर बिचमा नसुनिए जस्तो छ भने यसो सोधिदिने सिम्पल कुराहरु छ धेरै गाह्रो छैन गाह्रो छ तर कन्सेप्ट लिएर पढ केही पनि गाह्रो होइन कतिजनाको त +2 देखि नै 2-4 जना 10 जनाको राम्रो हुन्छ त्यसपछि नेक्स्टमा ल विकास तिम्रो अघि माइक चाहिँ प्रब्लम आएको थियो चाहिँ नि तिमीले बुझ्यौ होला हेर यहाँ त सेकेन्ड इक्वेसन यति आ के गर त +3I minus 9I2 plus 2 I3 equals to -15 हजुर सर त्यही आछ भेरी गुड ल नेक्स्टमा अब थर्ड लुपको लागि अर्को एकजनालाई बोलाउँदैछु हेर उसले के भन्छ सबैले सुन पहिला हतार नगर्ने या जसले राम्ररी बुझिसक्यो उसले हतार गरे नि हुन्छ ठिक छ अब ल रोजिना घिमिरे तिमीले माइक अन गर त रोजिना घिमिरे थर्ड लुपमा केबिएल भन त के हुन्छ भन्नु त छिटो थर्ड लुपमा -8I3 त्यसपछि -30 त्यसपछि -5 भेरी गुड त्यसपछि -2I3 -I2 भेरी गुड त्यहाँ नि इक्वेसन बनाऊ थर्ड इक्वेसन नै बनाऊ ठीक छ कम्प्लिटली राइट ल भ्याउ विकास 2 जना अब्सेन्ट छ यसो नाम टिपिराख त को तिम्रो मोबाइलमा देखाइरहेछ कि यसो हेर त पछि सजिलो हुन्छ 2 जना मात्र अब्सेन्ट छ मेरोमा यो राजेश सुवेदी भनि देखाइरहेछ टिचर हो कि उहाँ कि स्टुडेन्ट हो राजेश सुवेदी हाम्रै साथी हो सर ल रोल नम्बर टिपिराख त र एकजना चाहिँ अब को छन् त्यो पत्ता लगाउनु 46 भनेपछि त 46 दुई जना हो हैन राजेश सुवेदी तिम्रो मोबाइलमा देखाइरहला है को 2 जना अब्सेन्ट छ भने मोबाइलमा प्राय पुल्छको केटाहरुले मोबाइलमा देखाइरहन्छ छ हाम्रो क्लासको अनन्त कुमार सर 2 जना नाम टिपिराख र पछि अनन्त कुमार छ हाम्रो क्लासको विकास हो के रे हो जस्तो लाग्यो मलाई 3 जनाको देखा छ के हामी सरसित पनि गर्नु पर्यो नि त अनि 3 जना रहेछ सायद एब्सेन्ट
त्यो लेखिराखेको त दुईजना होला पछि दुईजना निस्किन्छ के त्यहाँबाट यो प्रेजेन्ट छ भने नि त्यो तीनजनाको नाम टिपिराखेको त त्यो नाम भन त एकजनाले भनिहाल्छ म छु भनेर 46 जना यहाँ देखिरहेको छ अन्त 46 जना भनेपछि 47 राजेश सुवेदी भन्ने हाम्रो क्लासको हैन जस्तो हो कि हैन राजेश हाम्रै सुवेदी हाम्रै क्लास हाम्रै क्लास राजेश सुवेदी ल रोल नम्बर राजेश टिपिराख्छ विकास र एक अर्को सर, एकजना राजेश सुवेदी। भन रोल नम्बर टिपिराख्ने है पछि मलाई भन्नु हस् हस् भयो सर नाम त टिप्यो भइहाल्यो ल ठिक छ नेक्स्टमा आएर हो म त नाम त्यसपछि सोलुसन गर त विकास छिटो सोलुसन I1 I2 I3 को भेल्यु भन्न त गर्न थाल सोलुसन क्याल्कुलेटरबाट गर्न आउँछ नि मोडमा जाऊ इक्वेसनमा जाऊ तीनटा भेरिएबल छ र I1 को छैन भने 0 राख्ने I2 को छैन भने 0 राख्ने I3 को छैन भने 0 राख्ने तीनटै राखेर अनि कन्स्टेन्ट पनि राख्ने के बुझ्यौ त्यसपछि मात्र एक्चुअल एन्सर आउँछ नभए मिस्टेक हुन्छ बुझ्यौ विकास मैले सिम्पल कुरा गर्दै थिएँ तिमीले फर्स्ट इक्वेसनमा 8 राख्छौ त्यसपछि -3 राख्छौ त्यसपछि नभए नि 0 राख्छौ र त्यसपछि 15 राख्छौ सेकेन्डमा त प्रब्लम हुँदैन त्यस्तो गर्न थाल र थर्डमा कसैले हतार गरिरहन्छ कि क्याल्कुलेटरबाट सल्भ गर्ने बेलामा पहिला 0 लेख्नु पर्छ यहाँ हेर त कहाँ मिस्टेक गर्ने ठाउँ छ सबैले बुझ्छौ तिमीहरू नबुझ्ने कुनै पनि छैन पहिला 0 लेख्ने त्यसपछि 2 लेख्ने त्यसपछि -10 लेख्ने र इक्वल पछाडि लाग्ने के कन्स्टेन्टलाई त्यसले पनि बिगार्दिन्छ किन भन्दा सर मैले क्याल्कुलेटरमा फर्मेट हेर्दा x + by + c d छ के d छ नि त्यो कन्स्टेन्ट भनेको इक्वल पछाडि छ के फर्मेटले नि त्यस्तो भन्छ ल विकास एन्सर निकालिसक्यो होला हैन अरुल नि भन्नु त म हाल्दैछु सर 3 2.56 आएछ ठिक छ त्यो डेसिमलमै चेन्ज गर है पहिला त्यो क्याल्कुलेटर हामीले राम्ररी चलाउन जान्दैन थियो कि के थियो हैन एसडी थिच्यो भने डेसिमलमा जान्छ कि त्यति बेला हामी पढ्ने बेलामा त्यस्तो क्याल्कुलेटरै थिएन कि हैन फ्रेक्सनमै राखिदिन्थ्यो तर तिमीले एसडी थिच्यो भने डेसिमलमा कन्भर्ट हुन्छ त्यो सजिलो के भेल्यु गर्नलाई हेर्नलाई क्याल्कुलेसन त ठिक छ सायद I2 पनि I3 पनि एउटा नेगेटिभ आयो क्या हेर त I3 नेगेटिभ आयो सर नेगेटिभ आउनु भनेको तिम्रो कहीँ पनि मिस्टेक छैन र तिमीलाई नि थाहा हुँदैन मलाई नि थाहा हुँदैन किन यो सर्किटमा एउटै सोर्स छैन नि धेरैवटा सोर्स छ कताबाट कता बग्छ भन्ने कुरा तिमी मैले भन्नै सक्दैनौ ठीक छ सपोज गर्दा जसरी सपोज गरे नि भयो यदि तिमीले मिस्टेक गरेको छौ भने त्यो मिस्टेकै हैन साइन मात्र नेगेटिभ आउँछ भेल्यु चाहिँ सेम आउँछ कसैलाई करेक्सन गर्न मन लाग्यो भने I3 को भेल्यु पोजिटिभ लेख र त्यसलाई एन्टी क्लकवाइज देखाइदेऊ यहाँ जति सोलुसन गरेछौ नि त्यसलाई एन्टी क्लकवाइज बुझेन सर यो भनेको करेन्टको भेल्यु नि एक्चुअली कहाँबाट कहाँ गइरहेछ भन्ने कुरा सुरुमै थाहा हुँदैन तिमीले सपोज गर्दा सबैलाई क्लकवाइजै सपोज गर्दा राम्रो हो तर त्यो गरेको यदि केही गरी नेगेटिभ आन्सर आइदियो भने त्यो भन्नु भनेको तिम्रो मिस्टेक होइन त्यो भेल्यु त्यति नै आउँछ जसले जस्तो गरे नि भेल्यु त्यति नै आउँछ नेगेटिभ जुन आयो नि त्यसको करेक्सन गरिदिने के डिरेक्सन चेन्ज गरिदिने बुझ्यौ के भयो सर अनि भनेपछि I3 को एन्टी क्लकवाइज छ भने हामीले एन्टी क्लकवाइज छ भनेर मात्रै मेन्सन गर्ने कि त्यो रफमा सबै त्यो केभिएल लगाएर नि हैन त्यहाँ केही गर्नु पर्दैन यहाँ चाहिँ करेक्सन गर न यहाँ चाहिँ तल जुन एन्सर लेखिरहेको छ नि त्यसमा दिसमा झन् डिरेक्सन दिइदेऊ के क्लक एन्टी क्लकवाइज त्यो आफू बुझ्नलाई भयो क्या बुझ्यौ नि अब केभिएल सिभिएल केही पनि चेन्ज गर्नु पर्दैन त्यो ठिक छ त्यसरी नै गर्ने हो नभए मिस्टेक मैले किन सिकाउँथे सुरुमा मलाई कसैले नि थाहा हुँदैन गर्ने प्रोसेस त्यही नै हो केही गरी तिमीले एज्युम गरेको डिरेक्सन मिस्टेक छ भने पनि मिस्टेक भएन के एन्सर त्यति नै आउँछ नेगेटिभ आयो भने पोजिटिभ बनाइदिने बुझ्यौ ल नेक्स्टमा अब क्वेसनले के पनि सोध्न सक्छ अहिले सोधिरहेको छैन क्वेसनले के सोधिन सक्छ I3 ओम निकाल लेख तल क्वेसन थप I3 ओम इक्वल्स व्हाट I3 ओम इक्वल्स व्हाट विकास तिमीले अघि के भने थियो फर्स्ट लुपमा आउँदा I3 ओम के भने थियो भन त I1 माइनस I2 भने थियो सेकेन्ड लुपमा के भने थियो भन त विकास I2 माइनस I1 भने थियो 3 ओम हैन र बुझिरहेको छु नि कति बिस्तारै गइरहेको छु म
बोल्दै बोलेन ल एनीबडी फ्रम क्लास बना किन टाइम वेस्ट नगर बुझिरहेछ भन्नु सर 3 ओम एक्रस को करेन्ट निकाल्दा नि कुनै बेला तिमीहरूले फर्स्ट लुपमा आउँदा I1 माइनस I2 गरेको थिएन र त्यो सेकेन्ड लुपमा जाँदा I2 माइनस I1 गरेको हो सर तर अब त्यस्तो होइन जुन ठुलो छ त्योबाट घटाउने करेन्टलाई अलवेज पोजिटिभै देखाउनु पर्ने हुन्छ के भइहाल्यो हजुर कुन ठुलो छ I1 ठुलो छ कि I2 ठुलो छ भ्यालु I2 थियो क्या हो खै निकालेन मैले फाइनल हेरेर भन I1 ठुलो छ I1 ठुलो छ सर अब तिमी कन्फर्म भयो अघि त सपोजिसन थियो सपोज गरिरहेको थियो सल्भ गर्नलाई अब त्यस्तो प्रब्लम छैन नि I3 ओम के गर्ने I1 माइनस I2 गर्ने हैन लेख त ल लेख त I3 ओम इक्वल्स I1 माइनस I2 अलवेज करेन्टलाई पोजिटिभ नै बनाउने अलवेज करेन्टलाई पोजिटिभ नै बनाउने त्यो भनेको ठुलोबाट सानो घटाउने समथिङ आएन केही गरी जाँचमा सिम्बल कसरी दिन्छ सर I3 भनेर I लेख तल सब्स्क्रिप्टमा 3 ओम लेख्यो क्या I सब्स्क्रिप्टमा 3 ओम बुझ्यो अब कि लेखेर देखाउनु पर्छ टाइम वेस्ट मात्र हुन्छ बुझिसक्यो भने पर्दैन सर I3 ओम इक्वल्स ल अझै भाषा लेख्नु छ पछिसम्म क्लियर हुनु छ भने लेख त माथि थप अलिकति 2 मिनेट मैले थप दिनु पर्ने भयो I3 ओम इक्वल्स I1 माइनस I2 if I1 is greater than I2 लेख त भाषा लेख त्यो पछि तिमीलाई मिस्टेक हुनबाट रोक्छ अहिले बुझ्यौ पछि बिर्सिन नि सक्छौ I3 ओम इक्वल्स I1 माइनस I2 if I1 is greater than I2 or नभए or कि else if else हुन्छ हैन else I2 minus I1 if I2 is greater than I1 साइडमा लेखिराख करेन्टलाई जसरी नि पोजिटिभ बनाउने जुन ठुलो छ त्योबाट सानो घटाउने बुझिसक्यौ नि हैन सर हामी सुरुमै कसरी थाहा पायौं त I1 ठुलो छ भनेर भ्यालु निकालेपछि गर्ने हो के भ्यालु निकालिसकेपछि गर्ने हो नि हैन त्यही त कुरा सिकाउँदै थिए तिमीले राम्ररी सुन्न पाएन होला अब त तिमीले थाहा पाइसक्यौ नि हैन I1 ठुलो हो कि I2 ठुलो हो कुन ठुलो हो भन सर अब त I1 ठुलो I1 माइनस I2 गर्ने करेन्टलाई अलवेज पोजिटिभ बनाउनै पर्छ बुझ्यौ त ल नेक्स्टमा भोल्टेज सोध्यो भने के गर्ने V3 ओम सोधेछ भने एनीबडी फ्रम क्लास भन त सबैले एन्सर गर्न सक्छौ कन्फिडेन्स साथ भन्यो भने तर के गाह्रो हुन्छ र मैले I3 ओम निकाली इन्टु 3 गर्दी भने भोल्टेज एक्रस 3 ओम हैन र लेख I1 माइनस I2 गरेर I3 ओम निकालिसकि हैन र त्यो करेन्टलाई 3 ले मल्टिप्लाई गर्दी भने V3 ओम आयो कि आएन त्यसपछि नेक्स्टमा त्यसपछि पावर सोध्यो भने P एक्रस 3 ओम यो क्वेशनमा केही पनि छैन है तर तिमीहरुको कन्सेप्ट क्लियर पाइरहेको छु के एकदमै सजिलो बनाउनलाई यो सब्जेक्ट केही पनि हैन मैले जस्तो बुझ्नलाई पावर एक्रस 3 ओम भन्दियो भने के गर्ने सर अघि मैले करेन्ट निकालिसके त्यसको होल स्क्वायर इन्टु 3 त्यो करेन्टको होल स्क्वायर इन्टु 3 पावर त्यसपछि एकजनालाई मैले यहाँ बोलाएँ यो एकजना चाहिँ ल विनीत केसी तिमीले माइक अन गर विनीत केसी हजुर सर ल यहाँ आएर बुझ्यौ नि गरियौ नि पावरसम्म निकालिसक्यो हजुर सर निकाल्दै छु ल छिटो निकाल निकालेर त्यसपछि के सोध्दै थियो भन्ने कुराको क्वेशन गर्यो हैन ल सुन अब के को विनीत केसी नै बोल्दै छ कि अर्कै एकजना तिमीले नै क्वेशन गर्यो त्यसपछि तिमीले के भन्छौ यहाँको करेन्ट भोल्टेज ड्रप पावर सोध्यो भने मैले सिकाउनु पर्छ त तिमीले के भनिन्छौ I1 हुन्छ हैन बुझ्यौ के प्रब्लम छ तिमीले के भन्यौ सर 4 ओममा नि मलाई बुझ्दैन 8 ओममा नि प्रब्लम छैन 2 ओममा एकचोटी सिकाइदिनु पर्ला हैन ठीक छ हजुर 2 ओममा सिकाइदिनु पर्ला लेख त ल I2 ओम इक्वल्स I2 ओम इक्वल्स ल तिमीले नै भन विनीत तिमीले भन हो त्यसरी नै तर अलिकति यहाँ भनिदियो भने कोही स्टुडेन्ट कमजोर हुन्छन् प्लस 2 मा राम्ररी पढे आउँदैनन् सबैको लागि यहाँ सुन विनीत तिमीले ठीक भन्यौ विनीत तिमीले नै भन्यौ कि खले यो I2 पोजिटिभ आइराछ त्यही डाइरेक्सनमा तल गइराछ कि छैन म विनीत थिएन सर विनीत बोल्ने होला ए को बोल्दै छौ भन त
मैले भनौँ सन्तोष भण्डारी तिमीले माइक अन गर एकछिन सुन I2 हजुर तिम्रो हजुर आइरहेको 2 ओमको करेन्ट निकाल्न खोजिरहेछौ हजुर I2 ओममा I2 चाहिँ तल गइरहेछ कि माथि I2 तल गइरहेछ तल गइरहेछ र I3 तिम्रो मिस्टेक हो कि होइन त्यो अनुसार करेक्सन गरे हो होइन करेक्सन तलबाट जाने एन्टी क्लकवाइज जाँदा तलबाट जाने क्लकवाइज जाँदा टपबाट जाने अँ, भन्नु के भने एकचोटि भन्न त रिपिट हुन्छ भन क्लकवाइज लिइरहेको छु भने कहाँबाट जाने मैले सुनेन सर फेरि भन्नु त क्लकवाइज आयो भने माथिबाट जानुपर्छ तिमीले क्लकवाइज सपोज गर्दा त्यो नेगेटिभ आएको थियो कि थिएन हेर त आफ्नो कपीमा करेक्सन पनि गराएको थिएँ हो सर नेगेटिभ आउँदा त्यसले पोजिटिभ बनाउनु परेन पोजिटिभ बनाउनलाई पऱ्यो कताबाट जानु क्लक हो एन्टी क्लकवाइज होइन र एन्टी क्लकवाइज जानु पर्यो गर्दा जहिले पनि यहाँ त मेरो मुभमेन्ट तलबाट जाने यसरी ए जाने हामीले केबिएल एप्लाई गर्दा टप टु बटम जाने भने जस्तो सोचेको थियौँ तर अहिले एन्टी क्लकवाइज जाँदाखेरि चाहिँ तलबाट माथि जाने हो भेरी गुड अघि टपबाट आइरहेको थियो नि अब बटमबाट आउनु 2 ओममा कता गयो त्यो करेन्ट कनेक्सन गरिसकेपछि कता गयो भन 2 मा अब हामी यता जाने भयो भनेपछि बटमबाट जान पर्यो त तलै आइरहेको छ होइन र I2 पनि तल तलै आइरहेको थियो होइन हजुर हो एउटै करेन्टको सेम डिरेक्सन भयो भने के गरिदिने भन जोड दिने लेख भेरी गुड एन्सर I2 ओम इक्वल्स I2 प्लस I3 र कसैलाई मैले यो गाह्रो बनाइन क्वेसन सोध्दै एन्सर गर्दै अगाडि बढेको हो I2 ओम भनेको I2 प्लस I3 ठिक छ नि एकजना सायद के कुन चाहिँ एकजनाले क्वेसन के गर्दै थियो फेरि सुनाऊ त्यसको भोल्टेज सोधिने गर्न सकिन्छ पावर सोधिने गर्न सकिहालिन्छ होइन एकचोटि एकजना स्टुडेन्टले के सोधिएको थियो 2-3 दिन अगाडि सुनाऊ केही गरी मैले I3 को डिरेक्सन चेन्ज गरिन भने नेगेटिभ आएको छ भने मलाई नेगेटिभ नै लेख्न मन लाग्यो भने भण्डारी तिमीले एकछिन माइक अन गर हजुर सर I2 ओममा I3 नेगेटिभ आइरहेको छैन र त्यो सानो भएन हैन र हजुर हजुर त्यो नेगेटिभ आइरहेको छ नि त्यो सानो भएन हैन ल सिम्पली I2 माइनस I3 क्लकवाइज लिइरहेको छु भने I2 माइनस I3 हुन्छ कि हुँदैन I2 ओम इक्वल्स टु भन त हुन्छ I2 माइनस I3 I3 नेगेटिभ छ कि छैन त्यो नेगेटिभ सहित लेखियो भने पोजिटिभ भयो कि भएन त्यही भेल्यु आयो कि आएन भयो लेख यदि मैले डिरेक्सन करेक्सन गरेको छैन भने नेगेटिभ छ भने नेगेटिभ नै लेख्न मन लाग्यो भने लेख I2 ओम इक्वल्स I2 माइनस I3 लेख I2 ओम इक्वल्स I2 माइनस I3 I2 पनि भेल्यु राख माइनस छ नै I3 पनि भेल्यु राख माइनस सहित त्यति नै एन्सर आउँछ हैन ठिक छ हामीले कसरी प्र्याक्टिस गर्दा ठिक हुन्छ सर त्यो डिरेक्सन करेक्ट गरेर कि जिआको छ जसरी गर तिम्रो कन्फिडेन्स मैले बिल्ड अप गर्दिने हैन एन्सर त सेम आयो नि के फरक पर्छ र जसरी गर केही फरक पर्दैन कुन चाहिँ एक्चुअल हो भन्न मलाई नि गाह्रो छ दुईटै एक्चुअल हो त्यही भएर सिकाएँ के बुझ्यौ क्याल्कुलेसनमा त के एक्चुअल भन्नु सर अहिले त हामीले त जस्ट क्याल्कुलेसन त गरे हो ल भ्यायो अब भ्याइसकेपछि अलिकति टाइम ला तर नेक्स्ट क्वेसन तिमीहरू आफैले गर्छौ म्याट्रिक्स मेथड सोधेर आउँदैन बुझ्यौ पढ्न मन लाग्यो भने यसो पढिदिने मेरो मतबाट त्यो सोधेर आउँदैन ल अब सबैले यो क्वेसन भ्याउ र सबैले अब यत्रो बेर लाग्यो नि लगभग 35 बाट लगभग आधी घण्टा जति ला र यो तिमीहरूले 5 देखि 7 मिनेटमा एन्सरै भनिदिन्छ ल ट्राई गर छिटो प्रायले 5 देखि 7 मिनेटमा अब सिक्दा टाइम लाग्थ्यो अब केही पनि टाइम लाग्दैन छिटो छिटो ल्याउनु पर्छ
सर त्यो उ देखाइदिनु न स्क्रिन बनाउँदै थिएँ म ल आवाज भट्टराई माइक अन गर एन्सर निकालिसक्यो सर फर्स्ट को मात्रै गरेछु सर ल छिटो ल्याऊ ल 47 जना एक जना मात्र अब्सेन्ट छ सर एकचोटि फिगर देखाउनु न सरी हेलो सर हल्का कन्फ्युज भयो कि एकचोटि सुन्नु न भन्नु त त्यो हामी जस्तै मैले फर्स्ट I1 वाला के रे लुपबाट सुरु गरेँ हैन अनि माथिबाट तल जाँदाखेरि 1 ओम रेसिस्टरबाट जाँदाखेरि -1 I लेख्ने भयो अनि अब करेन्टको चाहिँ के लेख्ने भनेर सोच्दाखेरि चाहिँ अब माथिको कसरी हेर्ने रे I2 वाला ब्याच लुपको उ चाहिँ करेन्टको डिरेक्सन चाहिँ कन्फ्युज भयो कि त्यो हेर्नु पर्छ तिमीले यहाँ हेर तिमीसँग एन्सर छ के अघि राम्ररी सुन्नै नहुनु के हो यहाँ सुन I2 क्लकवाइज छ हैन हो I2 क्लकवाइज छ मतलब माथिबाट आउने यहाँ हेर कता गयो लेफ्ट टु राइट कि राइट टु लेफ्ट क्लक त्यो लेफ्ट टु राइट जानु पर्यो ठीक छ हैन राइट टु लेफ्ट गइरहेको छ मेरोमा त त्यो देखिरहेको छ तिम्रोमा के आइरहेको छ उल्टो आइरहेको छ र मैले त राइट टु लेफ्ट देखिरहेको छु त्यसरी आइरहेको छ अहिले त तपाईँ राइट टु लेफ्ट हुनुहुन्छ राइट टु लेफ्ट र यो I1 जाऊ यहाँ I1 यसरी जाऊ कि टपबाट त्यो पनि टपबाट कता गइरहेको छ भन बुझेन सर भनेको I1 नि जाऊ न I1 नि जानु पर्दैन I1 मा त तल गइरहेछ नि कहाँ गएको छ लेफ्ट टु राइट लेफ्ट टु राइट हो यसरी टपबाट जानुपर्छ दुईटा अपोजिट भएन घटाइदिनु भयो सक्यो त्यसपछि के क्वेसन छ भन ल सर मैले सोच्छु यहाँले मलाई भिजिबल नभएको नत्र त्यस्तो गाह्रो त होइन ल ठिक छ प्रब्लम छैन अघि के ठिक छ ल विकास एन्सर हजुर सर ल यहाँ चेक गर 4.11 2.71 2.05 हैन ठीक छ हजुर सर मिल्यो हैन ल अरूले नि भन धेरैजनाले निकालिसक्यो होला भन छिटो मिलिसक्यो
ठिक छ मिल्यो सर ल अब अटेन्डेन्स गरियोस् ब्याच